पूर्वी नेपालमा अवस्थित इलाम जिल्ला धार्मिक तथा पर्यटकीय जिल्लाका रूपमा परिचित छ। इलाम जिल्लाको उत्तर र पश्चिममा पाँचथर, दक्षिणमा झापा र मोरङ जिल्लाहरू छन् भने पूर्वमा भारतको दार्जिलिङ जिल्ला पर्दछ। 1703 वर्ग किलोमिटर क्षेत्र ओगटेको इलाम जिल्ला समुद्री सतहबाट 140 मिटर उचाइमा पर्दछ। यो जिल्ला तराईदेखि उत्तरतिर चुरे पहाड, मध्य पहाड हुँदै 3636 मिटरको उच्च पहाडसम्म फैलिएको छ। इलाम जिल्ला जैविक विविधतामा समेत धनी मानिन्छ। विभिन्न नगदे बालीका लागि चर्चित इलाम जिल्ला चिया उत्पादनमा देशकै उत्कृष्ट जिल्ला हो। विक्रम सम्वत 1935 मा नै प्रशोधित चिया बजारमा ल्याइएको इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कारखाना नेपालको पहिलो औद्योगिक कारखाना हो। 6 वटा गाउँपालिका र 4 वटा नगरपालिका रहेको इलाम जिल्ला अलैँची, आलु, अम्लिसो, अदुवा, अकबरे, दुध, किवीफल, कफी लगायतका फलफूल र विभिन्न प्रकारको जडीबुटी उत्पादनका लागि चर्चित जिल्ला हो। आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित जिल्ला रहेको छ। विविध जात जातिको बसोबास रहेको इलाममा प्राचीन मठ मन्दिर र गुम्बाहरू सांस्कृतिक धरोहरका रूपमा रहेका छन्। इलामकै उत्तरी भागमा उद्गम स्थल रहेका र दक्षिणतिर बग्ने माई, जोगमाई, पुवामाई र देउमाई खोला यहाँका प्रमुख नदी हुन्। यिनै 4 वटा माई खोलाका कारण पुराना मानिसहरू इलामलाई चारखोल पनि भन्ने गर्दछन्। 4 माई खोला मध्येको देउमाई खोलाको एक प्रमुख शाखा फाकफोक खोलाले चर्चेको क्षेत्र नै फाकफोकथुम गाउँपालिका हो। लिम्बू भाषामा फाक भनेको सुँगुर, फोक भनेको तर्नु र थुम भनेको क्षेत्र हो। सुँगुरले तरेको खोला अर्थात् फाकफोक खोलाले समेटेको क्षेत्र नै हालको फाकफोकथुम गाउँपालिका हो। यो गाउँपालिका जिल्लाको पश्चिम क्षेत्रमा महाभारत पर्वत श्रृङ्खलामा निर्माणाधीन राँके रवि सडकको दक्षिणतर्फ अवस्थित रहेको छ। राज्य पुनर्संरचनामा स्थानीय तहको सीमाङ्कन गर्दा साबिकका 5 वटा गाउँ विकास समितिहरू फाकफोक, आमचोक, फुयेतप्पा, लुम्दै र एकतप्पा एवं साबिक चमैता गाउँ विकास समितिको 9 नम्बर वडा समेटेर फाकफोकथुम गाउँपालिका निर्माण भएको हो। यस गाउँपालिकाको पूर्वमा देउमाई नगरपालिका, दक्षिणमा माङ्सेबुङ गाउँपालिका तथा उत्तर र पश्चिममा पाँचथर जिल्लाको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका रहेका छन्। 2078 को जनगणना अनुसार यहाँको जनसङ्ख्या 19,706 रहेको छ। यो गाउँपालिका जातिगत तथा सांस्कृतिक रूपमा विशिष्टता र विविधता बोकेको गाउँपालिका हो। यहाँ मुख्य रूपमा राई, लिम्बू, मगर, क्षेत्री, ब्राह्मण सहित 12 जातिको बसोबास रहेको छ। फाकफोकथुम गाउँपालिकामा बसोबास गर्ने नागरिकहरू विभिन्न पेसा व्यवसायमा आबद्ध छन्। यस गाउँपालिकाको लेकाली क्षेत्रमा पशुपालन र तरकारी खेती प्रमुख व्यवसायका रूपमा रहेको छ भने बेसी क्षेत्रमा खाद्यान्न बाली साथै कफी र एभोकाडो लगायतको व्यावसायिक खेती हुने गरेको छ। साथै यो गाउँपालिका जडीबुटी उत्पादनको लागि समेत प्रख्यात मानिन्छ। 7 वटा वडा रहेको फाकफोकथुम गाउँपालिकाको केन्द्र समेत रहेको आमचोक फाकफोकथुम गाउँपालिका वडा नम्बर 3 मा पर्दछ। साबिकको आमचोक गाउँ विकास समितिको 5 नम्बर वडा अर्थात् हालको वडा नम्बर 3 आमचोकको एउटा लामिछाने परिवारमा सन् 1821 मा श्रीकृष्ण लामिछाने नाम गरेको बालकको जन्म भएको थियो। तिनै श्रीकृष्ण लामिछाने आफ्नो अद्भुत प्रतिभा, सामाजिक चेतना, साहित्य र धर्मप्रतिको ज्ञानका कारण ज्ञानदिल दासको नामले विश्व परिचित हुनुभयो। श्रीकृष्ण लामिछाने अर्थात् ज्ञानदिल दासको प्रारम्भिक शिक्षा दीक्षा गुरुकुलीन पद्धतिबाट आफ्नै घरबाट सुरु भएको थियो। उहाँ सानै उमेरदेखि एकान्त र डरलाग्दो स्थानमा गएर ध्यानमा बस्ने गर्नुका साथै दैविक क्रियाकलाप गर्ने गरेको किम्वदन्ती रहेको छ। जब श्रीकृष्ण लामिछाने पाँचथर जिल्लाको नाङ्गेन स्थित जरिङ्गे गाउँमा जोस्मनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित हुनुभयो तब उहाँको नाम
ज्ञानदिल दास हुन पुग्यो। उहाँलाई यो नाम गुरु श्यामदिल दासले दिनुभएको थियो। गुरु श्यामदिल दास जोस्मनी सन्त साहित्यका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो। गुरुबाट दीक्षित भएपछि ज्ञानदिल दास जोस्मनी सन्त परम्पराको प्रचार गर्दै हिँड्न थाल्नुभयो। नेपालको विभिन्न ठाउँमा धर्म प्रचार गर्दै उहाँ भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म पुग्नु भएको थियो। जोस्मनी धर्म सम्प्रदाय र नेपाली साहित्यका क्षेत्रमा संसारभर परिचित ज्ञानदिल दासका योगदानका बारेमा उहाँकै जन्मस्थल आमचोक भने अहिलेसम्म पनि गुमनाम अवस्थामा रहेको छ। ज्ञानदिल दासको जन्मभूमिको प्रवर्धन गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरू तयार गरिराखेका छौँ। यहाँ चाहिँ ज्ञानदिल दासको जन्मभूमि मात्र होइन, उहाँले चाहिँ ज्ञान प्राप्त गर्नका लागि चाहिँ ध्यानमा बसेका 3वटा गुफाहरू पनि छन्, जहाँ चाहिँ एक दिन एक रात बसेको एउटा गुफा, 7 दिन 7 रात बसेको एउटा गुफा र चाहिँ अर्को चाहिँ भनेको 6 महिनासम्म उहाँ चाहिँ ध्यानमा बस्नुभएको गुफा छ। त्यसमध्येको त्यो चित्रे गुफा जुन उहाँ 6 महिनासम्म ध्यानमा बस्नुभएको थियो, त्यहाँ चाहिँ 2वटा तला छन्। एउटा माथिल्लो तलामा ज्ञानदिल दास ध्यानमा बस्नुहुन्थ्यो, दिउँसो घाम लाग्दा घाम ताप्नुहुन्थ्यो नि त, त्यसैको मुनिबाट रहेको अर्को कोठामा चाहिँ त्यतिखेर बाघ बस्ने गर्थ्यो अरे। उहाँहरू तल्लो र माथिल्लोमा सँगै बसेको पनि चाहिँ त्यहाँका स्थानीय नागरिकहरू बताउनुहुन्छ। यो सँगसँगै भागवतपुर गाउँपालिकामा थुप्रै पर्यटकीय क्षेत्रहरू छन्, जस्तो चाहिँ 5 नम्बर वार्डमा खराने थुम्का, लुम्दे खडकुँडे पोखरी, त्यसै गरेर सिंहदेवी देवस्थल क्षेत्र छ। यसको यो 3वटा क्षेत्रलाई समेटेर एउटा चाहिँ गुरु योजना बनाउने भनेर हामीले यो वर्षदेखि सुरु गरेका छौँ भने ज्ञानदिल दासको चाहिँ जन्मभूमिमा चाहिँ उहाँको प्रचार हुने गरेको चाहिँ एउटा कार्यक्रम यसपालिबाट सुरु गरेर आगामी वर्षदेखि सङ्घीय र प्रदेश सरकारसँगको समन्वय बढाएर चाहिँ यसका चाहिँ पूर्वाधारहरू निर्माण गर्ने कामहरू अगाडि बढाउने र चाहिँ प्रचार प्रसारका कामहरूलाई नै अगाडि बढाउने भनेका छौँ। यसका अलावा चाहिँ यहाँ थुप्रै चाहिँ मैले अहिले भने बागमती पोखरी छ, धापसिङ पोखरी, उत्तरे पोखरी जस्ता चाहिँ पहाडी माथिल्लो क्षेत्रमा रहेका पोखरीहरू यहाँ छन्। त्यसै गरेर 1 चुले, 3 चुले, 3 जुरे जस्ता चाहिँ क्षेत्रहरू, जुरेथुम्की, विभिन्न किसिमका विभिन्न माङ्गी मन्दिरहरू छन्, गुम्बाहरू रहेका छन्। सन्त ज्ञानदिल दासले प्रयोग गर्ने गरेको अग्निकुण्ड र ज्ञान प्राप्तिका लागि बसेका गुफाहरू अहिले पनि उहाँका अनुयायी र आम नागरिकहरूको आगमनको प्रतीक्षा गरिरहेका छन्। महागुरु फाल्गुनन्द अर्थात् फलाम सिंह लिम्बू गोर्खा फौजमा हुँदा बर्मामा रहेको बेला जोस्मनी साधु ज्ञानदिल दासका चेला मधुनन्दसँग जोस्मनी मतबाट दीक्षित हुनुभयो र गुरुपञ्जा पाई फलाम सिंहबाट फाल्गुनन्द भएर विक्रम सम्मत 1975 मा नेपाल फर्किएर आउनुभयो। इतिहासकारहरू भन्छन् महागुरु फाल्गुनन्दका गुरु मधुनन्दन र मधुनन्दनका पनि गुरु सन्त ज्ञानदिल दास नै हुन् भन्ने पुष्टि हुन्छ। उहाँका छोरा सन्त रविदिल दास हो। ओखलढुङ्गाको रुम्जाटारमा उहाँका नाति दिलराम लामिछानेको परिवार छ। आफ्नै बुवाको धर्म प्रचारक सन्त रविदिल दासले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोस्मनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ। उहाँले रुम्जाटारलाई केही समय मुख्य थलोको रूपमा लिएर धर्म प्रचार समेत गर्नुभएको थियो। धर्ममा मात्र होइन, साहित्यमा पनि ज्ञानदिल दासको योगदान उत्तिकै छ। उदयलहरी नामक कृति उहाँको प्रमुख कृति हो। त्यसका अतिरिक्त ज्याउरे भजन, टुङ्ना भजन लगायतका कृतिहरू पनि उहाँले रचना गर्नुभएको थियो। इलामबाट जोस्मनी धर्मको प्रचारको सिलसिलामा उहाँ दार्जिलिङको रङ्गबुलमा एक धामको स्थापना गरी लामो समय बस्नु भएको थियो। त्यही क्रममा दार्जिलिङबाट सुरु गरी सिक्किमसम्मको यात्राका क्रममा सन् 1877 सालतिर उदय लहरीको रचना गर्नु भएको थियो। उदय लहरी 109 पद्यमा लेखिएको कृति हो। यो झ्याउरे लयमा लेखिएको छ। नेपालबाट दार्जिलिङ पस्नु अघि ज्ञानदिल दासले नेपालका विभिन्न ठाउँमा जोस्मनी मतको व्यापक प्रचार प्रसार गर्नु भएको थियो। उहाँले पूर्व नेपालमा जोस्मनी संगठनलाई बलियो बनाउँदै धर्म प्रचार गर्नु भएको थियो। ज्ञानदिल दास र उहाँका छोरा रविदिल दासको ओखलढुङ्गाको रुम्जाटारमा शालिग निर्माण भएको छ। इलाम आमचोकको लामिछाने गाउँ स्थित जोरधारा क्षेत्रमा शालिग र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ। उहाँको जन्म पश्चात हुर्केको ठाउँ, पानी खाने पँधेरो र ध्यान गर्ने गुफा समेत रहेका छन्।
सन्त ज्ञानदिल दासको जन्मभूमि फाकफोक्थुम गाउँपालिकामा ज्ञानदिल दासले ज्ञान प्राप्त गर्न बसेका 3वटा गुफा रहेका छन्। उक्त गुफामा उहाँले 1 रात 7 दिन रात र 6 महिनासम्म ध्यानमा बस्नु भएको थियो। 3वटा गुफा मध्ये चित्रे गुफामा सबैभन्दा बढी 6 महिनासम्म ध्यानमा बस्नु भएको हो। गुफाको माथिल्लो भागमा सन्त ज्ञानदिल दास र तल्लो भागमा बाघ एकै समयमा बसेर घाम ताप्ने गरेको किम्बदन्ती रहेको छ। ज्ञानदिल दासको जन्म एकदमै धेरै अगाडि भएको र यो आमचोक फाकफोक्थुम गाउँपालिकाको वडा नम्बर 3 आमचोकमा चाहिँ उहाँको जन्मस्थान रहेको, त्यसै गरी अब गुफाहरू उहाँले चाहिँ तपस्या गरेर बस्नु भएको ठाउँ रहेको, यसलाई चाहिँ यस क्षेत्रलाई चाहिँ पर्यटन प्रबन्धनका निम्ति अगाडि बढाउनलाई साथै जन्मस्थान चाहिँ यही हो भनेर परिचित गराउनको लागि कार्यक्रमको आयोजना भएको छ र गाउँपालिकाले गरेको छ। यसमा चाहिँ आन्तरिक र बाह्य पर्यटनलाई चाहिँ यस क्षेत्रमा ज्ञानदिल दासको जन्मभूमिमा चाहिँ ल्याउनका निमित्त उहाँहरूलाई चाहिँ यो ज्ञानदिल दासको जन्मभूमि हो भनेर परिचित गराउनका निमित्त साहित्यिक सम्मेलनको आयोजना गरिएको छ र मलाई लाग्छ यो सम्मेलन मार्फत चाहिँ देश विदेशमा ज्ञानदिल दासको जन्मभूमि जन्मस्थानको रूपमा चाहिँ फाकफोक्थुम गाउँपालिका आमचोक परिचित हुनेछ भन्ने लागेको छ। सन्त ज्ञानदिल दासको वास्तविक जन्मस्थलको परिचय र विकासका लागि भर्खरदेखि फाकफोक्थुम गाउँपालिका लागि परेको छ। यस स्थानको विकासका लागि तत्काल गुरु योजना निर्माण गरी पूर्वाधार र प्रचार प्रसारलाई एकैसाथ अगाडि बढाउने योजना रहेको स्थानीयको भनाइ छ। बजेट अभावका कारण तत्काल संरचना निर्माण गर्न समस्या भए तापनि यसको विकासका लागि गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले प्रदेश र संघ सरकारसँग समन्वयको प्रक्रिया सुरु गरिसक्नु भएको छ। सन्त ज्ञानदिल दासको जन्मभूमि पुग्नका लागि झापाको चरालीबाट उकालो लाग्नुपर्छ। इलाम जिल्ला प्रवेशपछि कन्यामको हरियाली चिया बगान फिक्कल हुँदै इलाम सदरमुकाम पुगिन्छ। यही सदरमुकामदेखि 56 किलोमिटरको बाटोमा बिब्लाटे, नेपालटार, रक्से, राके हुँदै गुरुबिसे पञ्चमी कटेपछि फाकफोक्थुम गाउँपालिका प्रवेश गरी पुग्न सकिन्छ। राकेबाट करिब 25 देखि 30 किलोमिटरको कच्ची सडकको यात्रा सुरु भए पश्चात फाकफोक्थुम गाउँपालिकाको रमणीय फाँटको अवलोकन सँगै आमचोक पुगेको पत्तै हुँदैन। पश्चिमीबाट दशमी हुँदै उत्तरे पुगेर फुङसिङ जंगलको काखबाट पनि आमचोक पुग्न सकिन्छ। यस्तै झापाको दमकबाट रवि बजार, फेतप्पाको बाटो हुँदै पनि पुग्न सकिन्छ। त्यस्तै इलाम सदरमुकामबाट मेची राजमार्गमा पर्ने नेपालटार बजारदेखि देउमाई नगरपालिकाको मंगलबारे बजार भएर पनि आमचोक प्रवेश गर्न सकिन्छ। मंगलबारे बजार पुगेपछि एकतप्पा, कोलबोटे हुँदै सन्त ज्ञानदिल दासको जन्मस्थल आमचोक पुगिन्छ। यही जुनसुकै बाटो प्रयोग गरे पनि झण्डै समान दूरीको यात्रामा आमचोक पुग्न सकिन्छ। धार्मिक अभियन्ताका रूपमा परिचित सन्त ज्ञानदिल दासको जन्मस्थललाई विकास गर्न सके फाकफोक्थुम गाउँपालिकाले धार्मिक पर्यटन क्षेत्रमा फड्को मान्नुका साथै सन्त ज्ञानदिल दासको जन्मभूमि विश्वमा चर्चित बन्नेमा दुई मत छैन। यो क्षेत्रमा चाहिँ विशेष गरी ठुलो इतिहास बोकेको ज्ञानदिल दासको जन्म भएको यो क्षेत्रमा चाहिँ अध्ययन गर्न सकियो, प्रचार प्रसार गर्न सकियो भने चाहिँ यसले चाहिँ अन्तर्राष्ट्रिय स्तरमै ज्ञानदिल दासको बारेमा जानकारी हुन्थ्यो। ज्ञानदिल दासका कुरा भयो, लुङसुङदाङको कुरा भयो, फुङसिङ डाँडाको कुराहरू भए, तिनजुरे क्षेत्रको चियाको कुराहरू भए, यो क्षेत्रहरूको सम्भावना छ। लगायत यो क्षेत्रमा अझै धेरै चाहिँ प्राकृतिक रूपमा सुन्दर क्षेत्रहरू, तिनचुलेहरू भयो, एकचुले क्षेत्र, यी क्षेत्रहरू छन्। अन्य क्षेत्रहरू पनि छन्। यी क्षेत्रहरूको विकास गरी, यी क्षेत्रहरूलाई चाहिँ पर्यटकीय क्षेत्रको रूपमा विकास गरी यो क्षेत्रको विकासमा पर्यटनको योगदानलाई बढाउन चाहिँ विशेष गरी प्रचार प्रसार चाहिँ आवश्यक छ। त्यस लगत्तै प्रचार प्रसार लगत्तै यो क्षेत्रमा पर्यटकहरूलाई आएर बस्नको लागि, खाना बस्नको लागि र पर्यटकहरूलाई चाहिँ थप रमाउने व्यवस्था गर्नको लागि, अझै थप पर्यटकहरूको दिनलाई चाहिँ सुखद बनाउनको लागि चाहिँ यहाँ विभिन्न होमस्टेहरू, सञ्चारको क्षेत्रको विभिन्न इन्टरनेटको व्यवस्थाहरू, खानेपानीका व्यवस्थाहरू, विभिन्न सार्वजनिक शौचालयका व्यवस्थाहरू गर्न सकियो भने चाहिँ यो क्षेत्रको विकास भई फाकफोक्थुम गाउँपालिकाको विकासमा चाहिँ पर्यटनले थप टेवा दिनेछ। तत्कालीन प्रधानमन्त्री श्री 3 जङ्गबहादुर राणाले आफू विरुद्ध जनचेतना फैलाउन गुप्त संगठन बनाउन सुरु गरिएको आशंकामा
सन्त ज्ञानदेल दास लगायत उहाँका अनुयायीलाई विभिन्न ठाउँबाट पक्राउ गरी काठमाडौँ लगेको इतिहास छ। उहाँको शङ्कास्पद विद्रोह दमन गर्न जङ्गबहादुरका भाइ धीर शमशेरले ठूलो सैनिक कसरत गर्नु परेको थियो। यसरी केन्द्रबाट खटिएर गएको सरकारी फौजले सन्त ज्ञानदेल दास, कालु लम्साल, लखन थापा, अजिर सिंह अछामीलाई पक्राउ गरी बाँसको पिञ्जडा र खोपीमा थुनेर काठमाडौँ लगिएको थियो। सन्त ज्ञानदेल दास धर्म प्रचारकै क्रममा चित्रे गुफा क्षेत्रबाटै पक्राउ पर्नु भएको थियो। पक्राउ परेका 4 जना मध्ये सन्त ज्ञानदेल दास साधु भएकाले र कालु लम्साल ब्राह्मण भएकाले मृत्युदण्डबाट बचेका थिए। सन्त ज्ञानदेल दासलाई काठमाडौँबाट गोर्खा पठाई उहाँको गतिविधिको बारेमा 6 महिनासम्म अनुसन्धान गरी उहाँ धर्म प्रचारक मात्र भएको टुङ्गो लागेपछि उनै जङ्गबहादुरले सेतो झण्डा र नगरा दिएर स्वतन्त्र रूपमा धर्म प्रचार गर्ने अनुमति दिएका थिए। ज्ञानदेल दासले तत्कालीन असमान सामाजिक व्यवस्था, जातीय तथा लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेको पाइन्छ। पुरुषले एउटी श्रीमतीमाथि जतिवटा पनि विवाह गर्न पाउने, महिलाले आफ्नो श्रीमान मरे पनि अर्को विवाह गर्न नपाउने प्रथाको उहाँ कट्टर विरोधी हुनुहुन्थ्यो। वेद, पुराण जस्ता धार्मिक ग्रन्थको निन्दा नगर्ने उहाँ त्यसको मूल मर्म नबुझिकन अनेक प्रकारका आडम्बर रचेर दुनियाँलाई ठग्ने, धुत्ने, लुट्ने ब्राह्मण पुरोहित प्रति उहाँको सधैँ विद्रोह भाव रहन्थ्यो। विद्रोही भएकै कारण जङ्गबहादुरले नगरा दिएर उहाँको विद्रोह धार्मिक विकृति र विसङ्गति विरुद्ध मात्र हो भन्ने पहिचान गराउनु भएको थियो। छुवाछुत जातिप्रति यहाँको फाँसी, हाम्रो घर अविनाशी भन्ने उहाँले नारा नै तय गर्नु भएको थियो। ज्ञानदेल दास हिंसा विरोधी र अहिंसाका पुजारी हुनुहुन्थ्यो। हिंसा गरी मांस भरण गर्ने मानिसलाई अधर्मी होइन, अज्ञानी ठान्नुहुन्थ्यो। मानव समाजमा छुवाछुत जस्तो घृणित प्रथा हटाउनु पर्छ। मानवमा जातको होइन कर्मको मात्र मूल्य र महत्त्व हुन्छ भन्ने कुरामा विश्वास राख्नुहुन्थ्यो। तत्कालीन पुरोहितहरूले जातीय समानताको कुरा पचाउन नसकी सन्त ज्ञानदेल दासलाई मानसिक बिरामीको संज्ञा दिएपछि उहाँ झन बढी क्रान्तिकारी हुनुभयो। उहाँ हातमा विशाल रुडाको लिएर दिउँसै जात खोज्दै घुम्नुहुन्थ्यो भन्ने भनाइ छ। सिक्किममा ब्राह्मणले ब्राह्मणोत्तर साधुहरूको गोडा ढोगेमा त्यस ब्राह्मणलाई जातबाटै हटाउने र जातच्युत गर्ने शासकीय धम्की दिँदा ज्ञानदेल दासले सिङ्गला बजारमा मध्य दिनमा सिङ्गै घना बाँसका भाटाको विशाल रुडाको बोकेर चेला सहित जुलुस लिएर जात खोज्दै हिँड्नु भएको थियो। उहाँले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोस्मनी मत प्रचारको क्रममा धेरैवटा सन्त मठ वा धामको स्थापना गर्नुभएको थियो। सन्त ज्ञानदेल दासको धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा विक्रम सम्वत 1940 कार्तिक 25 गतेका दिन निधन भएको थियो। उहाँ मरेर गए पनि उहाँको इतिहास र जन्मस्थल अहिलेसम्म जीवित नै छ। फाकफोक्थुम गाउँपालिकाको सम्पत्तिको रूपमा रहेको यो ठाउँलाई धार्मिक क्षेत्रको रूपमा विकास गर्न सके जोस्मनी धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिन्दु बनाउन सकिन्छ। फाकफोक्थुमको केन्द्रको आम्चोकको वडा भएकोले सबभन्दा प्रथम धार्मिक पर्यटकीय हिसाबमा विकास गरेर सन्त ज्ञानदेल दासकै पहिचानले फाकफोक्थुमलाई माथि लैजानुपर्छ भन्ने कुराहरू छँदैछन् र त्यो धार्मिक पर्यटकीय स्थानको अरू थप कुराहरू फाकफोक्थुम 3 वडाबाट चाहिँ जोडेर लाँदाखेरि चाहिँ हाम्रो थुप्रै पर्यटकीय स्थलहरू छन्। अब आम्चोकको सिरामतिर फुङसिङ मुनि चाहिँ हाम्रो हिली ढुङ्गाहरू, लिही ढुङ्गाहरू छन्। त्यस्तै गुफा ढुङ्गाहरू छन्। रातमाटीमा सिद्ध किरात माङहिम निर्माण भइरहेको छ। आम्चोक 4 र 6 को सङ्गम स्थलमा एउटा चाहिँ महावीर ढुङ्गालाई धार्मिक पर्यटकीय स्थलमा विकास गरेर लैजाने भन्ने र पहिचान हामीले गरिरहेका छौँ। त्यस्तै सेमिचोङ भवन एउटा धार्मिक भवनको पनि निर्माण भएको छ। यी इत्यादि धार्मिक स्थलहरू पहिचान गरेर त्यसलाई चाहिँ हामीले वडा नम्बर 3 आम्चोकमा चाहिँ धार्मिक पर्यटकीय स्थलको रूपमा ती स्थलहरूलाई पहिचान गरेर चाहिँ विकास गरेर लैजानुपर्छ भनेर हामीले सुरु गरेका छौँ।
महाभारत पर्वत श्रृङ्खलामा पर्ने यस गाउँपालिकामा प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय अनुकूलता र पर्यावरणीय विशेषताका कारण सम्भावना व्यापक रहेको छ। पर्यटन विकासका लागि पालिकाबाट भइरहेका प्रयासहरूले सकारात्मक प्रतिफल दिने संकेतसँगै यस क्षेत्रको विकासले पालिकामा समृद्धि ल्याउनेमा दुई मत छैन। शहरको 5 तारे होटल व्यवसायदेखि दूर दराजसम्मका व्यक्तिले पर्यटनबाट आम्दानीको बलियो आधार बनाइरहँदा ग्रामीण पर्यटन प्रति सर्वसाधारणको रुचि बढ्दै गएको छ। फाकफोक्थुम गाउँपालिकामा पनि धार्मिक पर्यटन विकासले यहाँको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। इलाम र पाँचथरको सिमानामा बन्दै गरेको राँके रवि भेडेटार सडक निर्माण सम्पन्न भइसक्दा फाकफोक्थुमका डाँडाहरूमा पर्यटक भरिभर हुनेछन्। यहाँ पुग्दा ग्रामीण पर्यटनसँगै महाभारतका अग्ला डाँडाबाट हिम श्रृङ्खलाको दृश्यावलोकनले समेत रमाउन सकिन्छ। यो सँगै पर्यटनको सम्भावना बोकेको फाकफोक्थुम गाउँपालिकामा अन्य धेरै पर्यटकीय स्थलहरू रहेका छन्। फुयेतप्पाको शिरमा रहेको बेहुली ढुङ्गा र थाम डाँडाबाट देखिने दृश्यावलोकन वास्तवमा नै अविस्मरणीय हुन्छ, जुन इलाम र पाँचथरको सिमानामा पर्ने रवि बजारदेखि 2 किलोमिटर उत्तरमा रहेको छ। प्राचीन किम्वदन्ती अनुसार बेहुलीलाई अन्मनाएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा जाँदै गर्दा बेहुलीलाई थाम डाँडामा आइपुगेपछि पिसाब लागेकाले उनी पाखा गइन्। तर केही समयमा पनि बेहुली फर्किनन्। बेहुलीलाई यताउता सबै ठाउँ खोजी गर्दा कहीँ कतै भेटिएन, त्यही विलीन भइन्। यसै किम्वदन्तीका आधारमा आमचोकको पत्थरशिला ढुङ्गालाई बेहुलीको रूपमा मान्ने गरिन्छ। बेहुली ढुङ्गाको दर्शन गर्न आउँदा मानिसहरूले बेहुली घुम्टो, माला, चुरा लगायत श्रृङ्गारका सामान र महिलाले प्रयोग गर्ने वस्त्र पनि चढाउने चलन छ। यहाँ दर्शन गर्नाले चिताएको पुग्ने, ग्रह दशा अन्त्य हुने, आत्मा शान्ति मिल्ने, सत्यतर्फ मन जाने, सद्बुद्धि आउने लगायतका धार्मिक आस्था रहेको छ। सूर्योदय सूर्यास्तसँगै धार्मिक महत्व बोकेको ठाउँ हो एकचुले र तीनचुले डाँडा। यहाँबाट दार्जिलिङसँगै ताप्लेजुङको पाथिभरा आँखै अगाडि निहाल्न सकिन्छ। किराँत धर्मगुरु फाल्गु नन्दले मानव शान्ति र हितका लागि होमादि गरेको र अहिले पनि कोहिला र खरानी रहेको किम्वदन्ती पाइन्छ। भीमसेन देवताले मधेस सम्याउँदै एकचुले तीनचुले आइपुग्दा उज्यालो भएको र खाना पकाएर खाएको, साथै पाण्डवहरूले समेत घुमफिर गरेको इतिहास छ। एकचुले डाँडाबाट पाँचथर र इलामका सबै स्थान देख्न सकिन्छ। त्यस्तै इलाम र पाँचथरको सिमानामै रहेको अर्को पर्यटकीय स्थल हो उत्तरे पोखरी। यस पोखरीको संरक्षण अहिले पाँचथरको मिक्लाजुङ गाउँपालिकाले गरे पनि त्यहाँ होमस्टे सञ्चालनका लागि फाकफोक्थुम गाउँपालिकाले उत्प्रेरणा जगाइरहेको छ। फाकफोक्थुम गाउँपालिका वडा नम्बर 2 र 3 को सिमाना रातमाटेमा अवस्थित छागे झरनामा जल पर्यटनको सम्भावना रहेको छ। यसैको छेउमा फाकफोक खोला घुमेर बनेको डाँडा पनि रहेको छ। यो सँगै तिनजुरे र फुङसिङ डाँडा पनि अवलोकनका लागि महत्त्वपूर्ण मानिन्छ। फाकफोक्थुम गाउँपालिकाको वडा नम्बर 3 मा अवस्थित फुङसिङ डाँडामा हरेक वर्ष चैत 1 गते मेला लाग्ने गरेको छ। यस क्षेत्रलाई जडीबुटी अध्ययनको रूपमा विकास गर्न सकिन्छ। फाकफोक्थुम गाउँपालिकाको वडा नम्बर 4 मा रहेको जुरी थुम्के डाँडा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थानमा पर्दछ। यस डाँडामा परापूर्व कालदेखि नै मगर समुदाय र अन्य समुदायले संयुक्त रूपमा माईको स्थापना गरी पूजा गर्दै आएका छन्। फाकफोक्थुम गाउँपालिका वडा नम्बर 5 मा अवस्थित खराने थुम्का अर्को पर्यटकीय सम्भावना बोकेको स्थल हो। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनले हरेकको मन लोभ्याउने गर्दछ। फाकफोक्थुम गाउँपालिका वडा नम्बर 1 मा अवस्थित लुङसुङदाङ एक ऐतिहासिक स्थल हो। पाण्डवहरू वनवास बस्दै लुङसुङदाङ आइपुग्दा उनीहरूले आफ्नो भोजनका लागि ढुङ्गाको ओखल बनाएर धान कुटेर खाना पकाएको कथन छ। त्यसैले लिम्बू भाषाबाट यस ठाउँको नामाकरण लुङसुङदाङ राखिएको पाइन्छ। पाण्डवहरूले बाणले हानेर पानीको मूल फुटाएर पानी खाएको भने पाण्डव धाराका नामले परिचित ठाउँ पनि फाकफोक्थुम गाउँपालिकामा नै पर्दछ, जुन इलाम र पाँचथरको सीमा बजार रहेको पश्चिमीबाट नजिकै पर्दछ। फाकफोक्थुम गाउँपालिका वडा नम्बर 7 माङहिम पनि धार्मिक पर्यटनको रूपमा विकास भइरहेको छ। यहाँ लिम्बू संस्कृतिको अध्ययनका लागि महत्त्वपूर्ण रहेको छ।
यसका अलावा फाक्फोक्थुम गाउँपालिकामा थुप्रै ऐतिहासिक स्थानहरू समेत रहेका छन्। ती स्थानको विकासका लागि गाउँपालिकाले कार्य योजना नै बनाएर अघि बढ्ने लक्ष्य राखेको छ। धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको फाक्फोक्थुम गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके यहाँको समृद्धिका लागि कोसेढुङ्गा साबित बन्ने थियो।